म कोरिया आएको 40 दिन भइसक्यो। अहिलेसम्म साउले स्यालेरी दिएको छैन, माग्दाखेरि दिँदैन र अहिलेसम्म कार्ड पनि बनाएको छैन। खानालाई पनि गाह्रो भइसक्यो, कसरी खर्च टार्ने र सोच्नै गाह्रो भयो भनेर चाहिँ प्रश्न गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ। सर्वप्रथम मेरो व्यक्तिगत सुझाव, सल्लाह सुझाव चाहिँ तपाईँ एकदम नआत्तिनुहोस्, टेन्सन नलिनुहोस् होइन, कुल भएर चाहिँ तपाईँले स्टेप लिनुहोला भन्न चाहन्छु। र जहाँसम्म त्यो खानालाई धौधौ भइरहेको छ, तपाईँलाई गाह्रो भइरहेको छ, पुरानो कर्मचारीहरूसँग होइन कन्भिन्स गरेर, कुराकानी गरेर, सरसापटी गरेर होइन, जे हुन्छ जस्तो हुन्छ त्यसरी म्यानेज गर्नुहोला। र स्यालेरी चाहिँ किन दिइरहेको छैन त्यो पनि बुझ्नु होला होइन। त्यहाँ त्यहाँ दिने चलन चाहिँ अलिकति अवेला पो दिन्छ कि होइन, कतिको ठाउँमा 1.5 महिनाको रोकेर दिने अवस्था पनि हुन्छ होइन। जस्तै हरेक महिनाको अब भनौँ 15 तारिक दिँदाखेरि त्यसरी रोकेर पनि दिने अवस्था हुन्छ। कुनैको ढिलो चाँडो यसरी दिने हुन्छ होइन। यदि काम राम्रो छ होइन, त्यसै गरी स्यालेरी पनि गुड छ, ओटी ठिकै छ, साउ राम्रो छ भनेदेखि ढिला आउँदाखेरि पनि नट ब्याड। जहाँसम्म 40 डेजमा पनि कार्ड बनाएको छैन, द्याट इज अल्सो नट बिग इस्यु। किनकि तपाईँले महिनाको भनौँ न तेस्रो महिनाको अन्तिमसम्ममा एप्लाई गर्दा पनि हुन्छ, अथवा थर्ड महिना तेस्रो महिना होइन क्रस गर्दा पनि खासै त्यस्तो केही समस्या आउँदैन। हामीसँग चाहिँ विदेशी परिचय पत्र कार्ड भनौँ न, विदेशी कार्ड चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ हो, तर त्यो चाहिँ यही डेटमा चाहिँ बनिहाल्नुपर्छ भन्ने चाहिँ यस्तो जोर जबर छैन। सो but yes, of course, if you don't like to work here this place and you think that this place is not good for you and you want to change the company, then तपाईँले यो कुरालाई मध्यनजर राखेर, जस्तै 40 डेजसम्म स्यालेरी नदिएको कुराहरूलाई मध्यनजर राखेर पनि उजुरी गरेर पनि तपाईँले कम्पनी चेन्ज पनि गर्न सक्नुहुनेछ। र कतिपय अवस्थामा नोदुम्बुहरूले चाहिँ अब स्यालेरी दिन्छ अरे, अब मिलेर बसौँ भन्ने मिलाउने कोसिस पनि गर्दछ। बट कतिपय नोदुम्बुले चाहिँ त्यस्तो गर्दैन, ठिकै छ स्यालेरी नदिएको खण्डमा चाहिँ तिमीले चाहिँ लेटर हामी दिलाउँछौँ भन्ने पनि हुन्छ। र तपाईँले यस्तो यस्तो गाह्रो होइन, नोदुम्बु पनि अब भनौँ न आफूलाई चाहिँ कम्प्लेन गर्न, उजुरी गर्न पनि गाह्रो भइरहेको छ भनेदेखि तपाईँले मजदुर संस्था एमटिओलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। उहाँको भनौँ न एमटिओको अफिसमा भिजिट गर्न सक्नुहुनेछ, नम्बरमा पनि कल गर्न सक्नुहुनेछ। मैले यहाँ हाम्रो नेपाली प्रतिनिधि उदय राई सरको पनि नम्बर राखिदिएको छु, तपाईँले कन्ट्याक्ट गरेर सल्लाह सुझाव होइन के हेल्प दिन सक्नुहुन्छ। एमटिओको मार्फतबाट चाहिँ कस्तो किसिमको चाहिँ उजुरी लेटरहरू तयार पारेर इमेल गरिदिनुहुन्छ, त्यो अनुसार पनि तपाईँले कुरा गर्न सक्नुहुनेछ भन्न चाहन्छु। अहिले चाहिँ यति नै। अझै पनि लास्ट समस्या भए पनि मलाई इनबक्स पनि गर्नु होला भन्न चाहन्छु। हस्त धन्यवाद।